यो खुवाइ चाहिँ कुन चाहिँ खुवायो खाइसकेर भाडा नि गाइस वेलकम ब्याक टु आवर च्यानल र स्वागत सबैजनालाई र आज चाहिँ हामी बर्थडे पार्टी खान जाँदैछु साथीहरू दुईजना साथीको बर्थडे छ र बर्थडे पार्टी खान जाँदैछु तपाईँहरूले हेरिदिनु होला ब्लग है हामी सबैजना बर्थडे पार्टी खान जाँदैछु हाम्रो केटाहरू चाहिँ यहाँनिर चाहिँ केकहरू सबै छ राखिरहेको छ हो गिफ्टहरू त सबै छ केटाहरू चाहिँ हाम्रो केटाहरू चाहिँ माथि पुगिसकेको छ योबाट आज हामी हिँड्दै जाँदैछु सुन्तली खोला यहाँबाट सबै केटाहरू गइसकेको छ हामी र अब हामी हिँड्दै जाँदैछु त्यसैले हामी हिँड्दैछु आज त हामी हिँडेरै गएको कोही बेला भन्दा नि कहाँ अब हामी डेली जस्तो हिँड्दैन त रोड आइपुग्यो त्यो त गएछ नि त त्यहाँ पर्खेको पनि हुन्थ्यो नि मलाई त रोड आइपुग्यो हत्तु बनायो त हत्तु बनायो नि आज त त्योले छोडेर गएर त सँगसँगै हिँड्यो भने चाहिँ थाकेको जस्तो हुँदैन नि त त्यो घिसिँदैछ है गाउँले अब यहीँ बस 3 बजी यहीँ बसेर खाइदिउँ होला बेगमा मासु हो चामल त्यही छ यहाँ हाम्रो प्यारो विद्यालय सामसिङ हाई स्कुल गऱ्यो वेलकम टु हान्दै थियो एकपल्ट छिटो त्यत्तिकै गर्दै र एकताल बक्स बोक्यो तिमीहरूले के गर्नु खोजेको गरेलाई चाहिँ आएको अरे सेप्सी जङ्गल है यो हाम्रो सेप्सी जङ्गल पऱ्यो यता सुन्दर बस्ती यहाँ तलबाट देख्ने यो कुन भर्खर त कम्पन आइपुग्यो अब कम्पनबाट चाहिँ आधी घन्टा 15-20 मिनट त हिँड्नै पर्छ हामी भर्खर त कम्पन आइपुगेको यो माथिल्लोपट्टिको सबै कम्पन हो तल्लोपट्टि सबै सुन्दर बस्ती यहाँ हल्का रेस्ट गरेर फेरि केटा लगातार हिँड्नु थाल्यो त्यहाँ अन्डा फुटेन नि अन्त फुट्छ नि अन्त अब फुटेको चाहिँ गौरवले खान्छ कसले तिमीले त बोएको नि मेरो खोज जाने तँ मैले त्यो चस्मा तँ दिनाले बोएको नि त्यो अघि ए बल्ल सुन्तले आइपुग्यो फाइनली हिँड्दै घाटी परेर पामा त म खेल्छु पानी त डल्लै सुकिसकेको छ ब्याङ मरेको छ त्यो पानी नखाऊ दबाई हालेको छ हो यस्तो गरेर चाप त ए बल्ल डेस्टिनेसन आइपुग्यो कसले हालेको चाहिँ यो फोटो त मेरो पनि छ नि लुले ह्याप्पी बर्थडे ब्रदर थ्याङ्क यू आज हाम्रो उहाँको जन्मदिन यसलाई चाहिँ कहाँ राख्नु घाम मात्र नराख्नु ल केकलाई त है लु हेप्पी बर्थडे हाम्रो काकालाई हेप्पी बर्थडे के भन्नु यहाँ 47 भन्नु थ्याङ्क यू भन्दैन जस्तै थ्याङ्क यू हेलो हजुर पुरा चोक काट्छ राम्रै छ यो त फुटेको छ एउटा यो र उयो चाहिँ उयो गर्नुपर्छ त्यो जुन चाहिँ प्याट्टै फुटेको छ त्यसलाई चाहिँ अमलेट गर्नुपर्छ त्यसलाई चाहिँ कि भुटीमा डाइरेक्ट फेरि यो अन्डा चाहिँ फ्याँक्दिनु किन फ्याल्नु त्यो हाल्नु न त्यो लास्टमा अलि भुटीमा हाल्नुपर्छ लास्टमा निकाल्दिनु फल्दै माछा मरेको छ दबाई हालेको त्यो दाउरा खोज्नु यतातिर घुम्दै आइसक्यो एउटा दाउरा नि हातमा परेको छैन दाउरा खोज्दै चाहिँ आएको यस्तो जङ्गलतिर हामी हो आगो बाल्नु लागि दाउरा भन्ने एउटा परेको छैन छ त ड्यामेज छ सुबि दाउरा यहाँ अब सानो दाउराले काम चलाउनु पर्छ यस्तो दाउराहरूले नै ठुल्ठुलो दाउरा त भेटेको छैन ठुल्ठुलो भेट्यो भने ठुल्ठुलोमै बोकेर हिँड्नुपर्छ यता ओह्रालोतिर होला हौ जङ्गलै मच ओह्रालो त खोज्दा कस्तो गहिरो जङ्गलमा आइसक्यो मुन्नी भन्दा मुन्नी झर्छ कि हामी झऱ्यो क्या यहाँ यस्तो पानी चाहिँ उम्रेको पानी होला यो
होइन नसुकेको होला यो उम्रेको त होइन त्यही त उम्रेको पानी त फेरि त्यस्तो हुँदैन माछा ड्यामेज छ त्यहाँ पानी चाहिँ यति मात्र छ दाउरा चाहिँ यही हो दाइ दाउरा माथि थुपारिसकेको छ दाउरा हो ल हामीले यहाँ तलबाट चाहिँ यस्तो तल भिउबाट चाहिँ यति दाउरा चाहिँ हामीले थुपारेर कलेक्सन गरेँ यतिले त हुनुपर्ने अब कति भयो त्यति पर्दै सिमेन्ट फुटाउने होइन उयो यो बल्दैन जस्तो लाग्यो धुलो मात्रै यसको माटो चाहिँ निकालेको त अब हेर न त्यो बल्छ नि त्यो लु लु ब्रेकफास्ट हान्दियो हाम्रो लु ब्रेक खोला रेडी आइज नयाँ नियम होइन अब हरेक बर्थडेमा ब्रेकफास्ट हुनुपर्छ अरे नभए त्यसलाई त्यो खालको कुटाइ हुन्छ अरे ब्रेकफास्ट केचप उयो छ केचप देऊ यो निकाल सामान सब रेडी छ हतियार हो ब्रेकफास्ट हान्दियो बोल्नु दिन्न यता यता चढाइदे चढायो गर्दैन ल तपाईँहरूको नाममा सबैलाई दुध र गजरा पट्टि अन्डा त्यही त त्यसै गरौँ होला बरु है त्यही त मलाई अम्म हतार के गरौँ सबैलाई त्यो दिनु गरौँ पत्ताले खानु लागि केटाहरूलाई सरप्राइज दुध पनि ल्याइदिएको छु दुध खै त्यो चाहिँ अब अन्डान कति 2-3 किसिमकै पकाउँछ भाइ हामी हेर्दै खाँदैछौ क्या थम्गेलमा ल थम्गेलमा कम्पर दिने आएको छ त हौ आज यहाँ ब्याटल खेल्नु पर्छ आज खाने ल बडा ब्याटल हान्दिनु होला आज चाहिँ ल यहाँ हेर न यहाँ बनिएको मेरो नि फेरि कम्ती छैन गरे त भित्र हालेको त्यसले झाले त्यही सक्यो बिस्तारै खानु भने हामी मात्रै हो सुमित यान्डा बोय म मात्र खान्छ अब ब्रेकफास्ट त भयो अब यहाँ भुटे कार्यक्रम यहाँ हुन्छ अब केकको छुरी चाहिँ के मैले के काटिसकेँ यसले अन्डा ब्रेड निम्बुनीहरूले काटेको अघि अब जोडिसहरू आउनु पायो आइपुग्यो ए सानो बक्स लिएर आएको ठिकै छ अब ठुलो बक्स नभए पनि ल छुरी ल्याउनु बिर्स्यो भने चाहिँ यस्तो पिरो ल्या छुरी ल्याउनु बिर्स्यो भने चाहिँ यस्तो पिरो भइसकेको थियो अनि जोन्सरले छुरी लिएर आयो छुरी किचाएर खाना आँटेको थियो नभए केटाहरूले ओ जोन्सर केटाहरूले किचाएर खाना आँटेको थियो पहिला भन्नु पर्दैन सब्जी अब चाहिँ केक कटिङ हुनु गइरहेको छ सबैजना रेडी छ त्यो नदेखाइ के देखाउँदा हुन्छ के हुन्छ भ्लग हो नि भुटी देखाउँदा हुन्छ होला नि त ल्या यहीँ काट्नु कहाँ माथि काट्नु हुन्छ Happy birthday, dear brother. Happy birthday to you. Oh. Yeah, 24. Happy birthday. पहिला 24 लाई पहिला उयो खदा लगाइदिहाल्नु मेन थम्बनेल हुन्छ नि यो त अब जोनी प्रभुलाई
मेरो पेकमा हाल्छु त ल्या दे तर होस् हातमा सिधा हाल्यो थ्यांक यू डलले काम हेर्छ न लु त लु एडी 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 दाले खोइ हैन एउटा केक खाएर एउटा केक राख्नु घरमा लानुको लागि झन्डै बर्थडेमा अम्मा पसेन त मुखमा भन्दैछ अब लुका मलाई काका यता काका हैन गोजी malo सर पसिनै पसिना छ त्यसैले चाकमा धर्नु खुसियाली खाँदै पनि आइज न खानु खोइ के पकड कहाँ गयो यस्तो गर्छ अन्त खानु न त अम्मा एकीले नै खाना यो उसका लिएर पाएछ तिमीलाई चेयर दल देख्छ तिमीलाई चेयर मुखमा चोकाएर दल देख्छ ओ बिर्ता यहाँ अफिस कल ल्याउँछ सानो बढी म खाने खाला छिटो खाले नि त ओए डिकी मार्केट हैन यो राखिहाल्नु ओ पिडोन त डिकमा जग्गै हुँदैन ओ थाले थालो भुटिने खोइ गोवा बेगर ओ यो चाहिँ अर्को बर्थडेसम्म हुनुपर्छ नि खजा चाहिँ अब अरूको बर्थडेमा चाहिहाल्यो त खजा फेरि तिरियान खाली पो रहेछ त हौ एकवटा दिनु एकवटा दिन एकवटा एकवटा दिन फाल्टे त फाल्टै फाल्छ दुइटा बर्थडे लु दिनतिर गन्छ Happy birthday! धन्यवाद Cuma dia kan dasar dia kan itu dia kan. सम्बर्धना पाएको जस्तो छ त Lu, bah. Thumbnail lagi tu. इज्जतले राख्नु यो चाहिँ अपनी पॉकेट मनी बचा के लो तेरे लिए छोड़ छाड़ के जो तिमी बिहानको काम कपाइलेको बिजुली बलेरो बिजुली बालेर जोन चले चाहिँ हाम्रो दाल बनाउँदै जोन छ यहाँ जोन छ एकताल दाल बनिँदैछ यहाँ दाल पाक्दैछ यहाँ बाती देवा कति भयो ए हुन्छ जोन चले दाल बनाउँदैछ केटाहरू ढुङ्गा निकाल्छ यहाँ बोतल लडाउने टाइम पास हो आधी केटा ढुङ्गा लडाउने बोतल लडाउने खेल्दैछ हो आधी केटाहरू चाहिँ डान्स हुँदैछ तिनजना चाहिँ पुरा डान्समा छु तिनजना चाहिँ डान्स हुँदैछ यहाँ हो यहाँ आधी खाना बनाउँदैछ आधी ढुङ्गा हान्दैछ
उयो हो हे उ आदि यो चाहिँ मासु पाक्दैछ अहिले चलाएको छैन केटाहरूले मासु पाक्दैछ भात पाकिसकेको छ आफूले गर्छ त्यो चलाक थियो र चलाइदिएको नि म दाल यहाँ कसो राखेको छ दाल दाल चाहिँ यहाँहरू चाहिँ फुल कहाँ गयो फुल कहाँ गयो त्यो के गर्यो गौरवले चिकन पोसे टक्क मजाले अब चिकन खाइसकेर चाहिँ सबै कुरा हुन्छ त्यहाँबाट यो चाहिँ खालि चलाउने मात्र हो बनाउने त मात्र खालि चलाउने मात्र यसलाई स्प्रेमा हालेको पाकेर चाख्नु लाग्यो अब पाक्यो मिठो हामी चाहिँ खाना खाइदिएको यहाँनिर सबैजना खाना खाइदिएको आधी केटाहरूले अहिले खान्छ अरे हो थाल छैन हामी चाहिँ थालमा खाइदिएको खाना हातले हान्नुपर्छ है खाना चाहिँ कहाँ त अदुरी खान्छ केटाहरू आधी उतापट्टि छ नि त त्यो उनीहरूले खाएको छैन हामी चाहिँ खानु थालेको खाना सोलु खाना रहेछ कस्तो बनाएको छ दामी भएको छ नि हौ दामी खाना हाम्रो कुकहरूले दामी बनाएको खाना अहिले चाहिँ सबैजनाले खाना खाँदैछ टेस्ट कस्तो भएको छ टेस्ट कस्तो छ खानाको टेस्ट अरू ठिकै छ गएर फेरि मसँग खानु बसेको उठेको छैन अल्छ हेर्नु अब दुईपट्टिबाट चबाउँछ नि धेरै दुईपट्टि त हालिन्छ धेरै जोन्सहरू दाल छ त जोन्सहरू हजुर सर कहाँ गएर नौरा पुगेर आएकै जुन चाहिँ बिस्तारै बिस्तारै गरेर सबले खाना खाइसकिँदैछ देखि त मनिसकिन्छ कराई मल्नु बाँकी छ अर्को खानदेखि यो सकिन यता हेर हौ यो खाले खुवाइ चाहिँ अब कसम भनेको चाहिँ कि सुविधा यो खुवाइ चाहिँ कुन चाहिँ खुवायो हो खाइसकेर भाडा नि मुखतिर लाएर यहाँ अभिनव यता अनुहार देखाएर हेर्नु यता अनुहार देखा न अब सबै खानापिना भएर अब चाहिँ घरतर्फ लाग्ने बेला भएको माथि हल्का केटाहरूको डान्स हुँदैछ भाडासाडा पनि मलाई भयो दुईजना हेप्पी बर्थडे फेरि भन्छ अगेन मासु बोक्नु सुविधा लु अब बर्थडे भयो यति त कर्तव्य निभाउनु पर्छ नि मासु बोक्नेलाई चाहिँ अब अब गौरे दौरा थियो र उनीहरू उब्रियो हामीले है त्यति मिहिनेत बेसी भएको केही बिर्सेन छुरी कसको थियो बोक्यो जोन्सोले बोक्यो नुन छोडिदिएको थेत लाँदैन त्यसले भयो तिमी क्युटी भएर हामी हेरेको मेरो भाइ राम्रो खाना एकदम नेट नचलेर केटाहरू डान्सै भएको छैन
डान्स सान्स सकेर सबैजना घर लाग्दैछ घर चाहिँ योबाट नगएर योबाट जाने केटाहरू घर हो हाम्रो केटाहरू एकदम दामी भ्यू देखिरहेको छ यहाँबाट मजाको सनसेट हुँदै गरेको भ्यू हो केटाहरू यहाँबाट निक्लिँदै अरे दुई भाइ चाहिँ अब के भन्नु कराएर डेक्ची लिनु गएको हामी चाहिँ घरतर्फ लाग्दिएको आया कोही बेला घर पनि गएर हिँड्नुपर्छ गाइस अब चाहिँ घर गएको हामी सबैजना यही खानापिना भएर सबै भएर घर जाँदैछु हो थ्याङ्क यू सो मच वाचिङ फर दिस भिडियो र भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु मेरो च्यानललाई